हेलो एन्ड नमस्ते गुड मर्निङ सबैजनालाई मेरो डे 4 मा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म बिहान कुद्न जानु पाइनँ किनभने साथीहरू आज छिट्टो निस्केको थियो अनि त्यही भएर जान आँटेको थियो। ड्याडीले स्कुटीमा जान्छ कुद्न भन्दै हुन्थ्यो अनि ब्याडमिन्टन खेल्न गएको उतै कुदिहाल्छु नि म भनेर सर निस्केँ। अनि हाम्रो ब्याडमिन्टन हल भनेको चाहिँ आफगाछीमा हो। अनि मैले भिडियोहरू क्लिपहरू लिँदै धरन लाइन सर लिँदै गएँ। अनि गइसकेपछि चाहिँ अनि म ट्याक्क हल पुगेँ। हलमा चाहिँ सबैभन्दा सुरुमा आज काइसर आइसक्नु भएको रहेछ। अनि त्यहाँ फोन हेर्दै गाडीमा पर्खिरहनु भएको रहेछ। यसो काइसरलाई देखाएँ अनि त्यसपछि लाउनु यता भनेर अनि लगेँ। अनि भाइ पनि ठ्याक्कै आइपुग्यो। अनि अनुसारलाई पर्खिन्जेल चाहिँ यसो म अब गर्नु पऱ्यो नि त तानाकतिनिक यसो तन्काउनु पऱ्यो जिउ यसो कार्डियो गर्नु पऱ्यो। 88 केजी पुगेको छु होइन। डे 1 डे 2 डे 3 आजसम्म डे 4 सम्म हुँदाखेरि होइन। अब अझै गइन्छ त्यतिन्जेलसम्म जाँदा त वेट पनि त मैले लस गर्नु पऱ्यो नि त। वेट पनि त इम्प्रुभ गर्नु पऱ्यो नि त मैले। त्यही भएर म चाहिँ अनि यसो तानाकतिनिक गर्नु थालेँ। अनि यो जम्पिङ ज्याकमा चाहिँ मेरो साथीले के भनेको थियो नि अनुजले तपाईँले छिटो गर्नुभयो क्या धेरै फास्ट गर्नुभयो। मैले त विष्णु नै देखेँ भगवानै देखेँ मैले तपाईँलाई त भन्दै थिएँ। अनि आज मैले स्लो गरेको छु 4-5 वटा हात देखेको थिएँ अरे अगाडि। अनि यसलाई मैले स्लो गरेँ हल्का स्लो गरेँ फास्ट गरिनँ। अनि यसलाई पनि अब पुसअप पनि हाने। अनि त्यसपछि तपाईँको त्यही त हो मेरो पुसअप यताउता जिउ तानाकतिनिक सबै गरेँ। यतिन्जेलसम्म पनि साथीहरू आइपुगेको थिएन। अनि 3जना मात्र भइरहेको थियौँ। अनि यो सकिसकेपछि चाहिँ अनुज सर आउनुभएको थियो। अनि यो मैले ठ्याक्क सकेँ। अनि सकेर म भित्र गएँ। अनि भित्र गएको त साथीहरू अलिकति अगाडि निस्किएको थियो खेल्नु पो थालिसकेछ। अनि अनुसारलाई यसो हात मिलाएपछि दामी गुड मर्निङ भन्नुभयो। अनि त्यसपछि म पनि खेल्न लागेँ। अनि यो चाहिँ अब मैले खेलिसकेको हुन्छ नि त। अनि ब्याडमिन्टन क्लिप चाहिँ म हाल्नु अलिक पाउँदिनँ किनभने अब फोन अड्काउन ट्राइपोड हुँदैन। आज चाहिँ दामी ट्राइपोड भेटेँ त्यहाँनिर रेफ्री बस्ने ठाउँमा। अनि यसो क्लिपहरू निकालेँ अनि हल्का भिडियो बनाएर हालेँ। अनि गलिएन क्या एक गेम मात्रै खेलेँ गलिएन। अनि भाइहरूसँग सिङ्गल खेलेको गल्नु भएन भनेर आम्मा पसिना बनायो दुइटा भाइहरूले पालो यस्तो पसिना भयो लतक्क हुने गरेर गला हेर्नु नि मलाई आम्मा यस्तो पसिना निकालेर गरिदियो। अनि त्यसपछि चाहिँ नि आजको ब्लग सक्यो है। साथीहरू मलाई पर्खिरहेको थियो बाहिर। अनि ल तपाईँहरूले पनि भिडियो हेर्नुभयो साथ दिनुभयो धन्यवाद। अब अर्को भिडियोमा आउनु होला धन्यवाद।